हो त यो हो क्या ये कलिलो यो बेथे हो त हो क्या यहाँ हेर्नु न यो के हो इस्कुसको डाँस इस्कुस जस्तो इस्कुस नै हो इस्कुसै हो यो साँच्चै पछि खानुपर्छ मुन्टातिर जानुपर्छ ल्याउने यो इस्कुस होइन त हो त त नि इस्कुस नै होला यो उता पनि छ अर्को खोइ उतापट्टि कति धेरै क्या प्लास्टिक लिएर आउनु पर्ने रहेछ उम्, यहाँ पनि छ यो है भोलि झोला बोकेर आऊँ भोलि यो टिपेर खाम भोलि खाम होइन तिमी खाऊ अनि पर्सिसम्म तिमीलाई केही भएन आरामै भयो भने म पनि निका पर्सितिर खान्छु यो बेथे नै हो त म त पत्याएको छैन बेथेको साग यस्तो हुन्छ र कोही बुझ्ने छौ भने मलाई सिकाऊ त हो क्या जसलाई सोधे पनि च्याट जिपिटीलाई फोटो पठाउनु न त्यसले बेथे भन्छ त नि यो चाहिँ इस्कुस नै हो यो 100% हो भरे तँ चाहिँ इस्कुस नहुन सक्छ है इस्कुस म चाहिँ नै हो। बरु इस्कुस चाहिँ चिन्दिनँ खासै यो हो तिमीले अहिले टिपेको यो कहाँबाट टिप्ने हो यसलाई यहाँ टुप्पो टुप्पो टिप्नु न धेरै तल यत्तिको? छिप्पेको छ त्यत्रो त होइन क्या घर गएर पात यस्तो यस्तो मात्रै घर गएर पात टिपे नि भयो नि यो पनि खान्छ नि त नेपालमा त काम गर्नु हजुर यो के हो र त्यो यो पनि साग नै हो थाहा छैन है यो साग होइन यो साग हो कि यो पनि खान्छन् रोक्नु है त म ए यो साग होइन यो इस्कुस थुप्रो रहेछ तर इस्कुस होइन होला भाइ त्यो त यहाँ हेर्नु न उता पनि छ अनि कसले रोप्यो त नि इस्कुस यति धेरै इस्कुस नै हो क्या उता पनि छ त्यसो भए यो बेथेको साग कसले रोप्यो त होइन यो त जताततै उम्रिने चिज त्यो पनि जताततै उम्रिने हो के इस्कुस पनि उम्रिने चिज हो यस प्रकृतिले अनि कसले आएर इस्कुस मैले यहाँ इस्कुसै देखेको छैन कोरियन मार्टमा अनि कहाँबाट चाहिँ बिउ आएर यहाँ माटबाट आउने होइन नि त प्रकृतिले दिने हो नि त यो यहीँ झ्याङ्गिन्छ यहीँ झर्छ म इस्कुस चाहिँ मैले अलिक पत्याएन कि यो के हो यो त्यो त अब यो त पाच्ने रहेछ यार मलाई थाहा छैन त्यो त म खोलामा गएर पौडी खेलौँ पर्दैन है यहाँ पनि इस्कुस मुन्टा टिपेर खानुपर्ने रहेछ। आजै बेला भयो छैन कति धेरै लहरा भएको छ यति खानु पर्ला है जाम आज यति टिपौँ कति धेरै रहेछ उतासम्म ल जानु रात पऱ्यो आज त खाइसकिहाल्यो नि भोलि आकाश कति राम्रो देखेको है घाम डुब्ने बेला भयो हिँड घर चाँडै आउँछु लुरी तम्रा काखैमा मेरा भयो चप्पल हेर्नु न यो गम गरेछ है माटोमा भोलि काममा जाँदा लाउनु पर्ने चप्पल धुलो हो र कताबाट आएको हो र अघि यतैबाट त अनि यात्तैबाट आएको यात्तैबाट के रहेछ यहाँ सुख दुःख सँगै अन्तिम छुट्टिने सँगै बसेर दिनहरू दुःख काट्न आउला भन्दिन तर कटाउने चिप लाग्ने यार ओ हेर्न मृगको गु मृगले हगेर 1 2 3 4 5 पाँचवटा ल्याडको त घर जाने मैले यत्रो ल्याडको गु हगेछु भन्ने भिडियो हेरिस् त अहिले सर्प भित्र गएर हेर न म बाहिर पर्खिरहेको छु होइन त्यत्रो ठुलो सानो चाहिँ हुन्छ अफ्रिकामा
यस तर भरे त्यो बाइक आउँछ खै यदि त अहिले हामी हिँड्दा चाहिँ एनाकोन्डा अगाडि आयो भने के गर्नुहुन्छ होला तपाईँले? म त पछाडि भागिहाल्छु नि यतातिर मलाई मेरो भाइ हुनुहुन्छ। त्यो त चान्सै छैन दुइटै भाग्यो अन्त त्यसले पछि मलाई भेटेर मलाई खान पनि सक्छ नि पहिला तँलाई यहाँ छोडेर भागे पो तँलाई खान्छ अनि म उम्किन पाउँछु पौडी खेल्ने हो यहाँ खेलौँ न यार झ्वाममा पो भनेको झ्वाममा पौडी खेल्न कति आनन्द हुन्छ काँक्रो खाने भनेको तपाईँले भारी साग पाइयो नि त यताबाट जाने हो यताबाट जाने हो क्या माछा हेर न कति उफ्रेको त्यो त मेरो हातमै बाफिएर उयो हुन्छ। म यहाँबाट जाऊँ पर्दैन क्या हिँड्नु न म त मरि नै दिन्छु म त मरि नै दिन्छु म हाम फालिदिउँ हिँड्नु हो न। फालिदिउँ हो म त हाम फालिदिन्छु फेरि म त मरि नै यहाँ हो हो म त फेरि चप्पल खोलेर मोबाइल दिनु त तपाईँको मलाई। किन